गोली जम्मा 30 वटा छ गोली बोकेर आऊ गोली त मसँगै छ त्यही बसौँ कता हो मालकर म गाइड लिएर आएँ 2 को स्कोप चाहिन्छ भने मसँग छ 2 को स्कोप चाहिँ यहाँ पर कसैले भेटिएन है झन् चलाइदिन्छु भने मैले त्यहाँ पर त भेटेन गाडी एउटा सबैजना अट्ने गाडी लिएर आउँ है के एक्लै दौडिराख्ने कता हो एम्फोर भएको यो घरमा Marked a location. ये रामा रामा Please, no, I'll keep my mouth shut. I promise. भर्सिटर लिएर आउँ न म एम्फोर लिँदै गर्छु बरु वहीँबाट अघि नि एम्फोर किनेर आएको भए यहाँ दुखै नहुँदो रहेछ कि अहिले कोइन छ भने अगाडि छ त यार शपिङ गाडी कोइन छ कहाँ हो नि फार्ममा गएर M4 टिप्या भयो नि भइहाल्छ नि फार्ममा गएर जोन आयो के जम एक किसिमकै एम्फोर भन्नु पर्यो क्या ब्रदर I got supplies. I got supplies. I got supplies. साथीहरु यार मिल्टा झरेर पनि M4 नटापिकन हिँड्दो रहेछ अनि के लुटेछन् साथीहरुले मिल्टामा त पिन्ने बित्तिकै झन् यता आक्रमण भयो भने दुकुर्दै आएको नि हो कि भनिदिउँ त साथी 4 नम्बर सकियो यार अब ऊ बाँचेको होइन मर्ने गर्दो रहेछ साथी त सोलो भर्सेस सिंगल जाने यार उसको पेटी लुट्न गयो हो कि उसको पेटीमा खतरा लुट थियो होला पेटी लुट्न गयो पेटी देखाइदियो नि अनि लोभले लाभ लाभले बिलाप भन्ने थाहा रहन्छ क्या यो मान्छेलाई कस्तो किसिमले छिराउन लाग्यो गाडी चाहिँ केटाहरू त आउँदै आउँदैन त यार आउनु हो आऊ म तँलाई क्या म आइजिएल हो नि बुझ्न आनम गाडी झ्यालबाट हान्ने मान्छेलाई त ड्राइभिङ गर्न राखेपछि अनि कहाँ हुन्छ त नि अनि हाम्रो यहाँ फायरिङ गर्ने मान्छे ल कहाँ जाँदा ठिक होला अब फार्म बस्ने र एक सर्ट फार्म बस त मलाई एक सर्ट फार्ममा होला है इनिमी होला किन छैन इनिमी छैन गाडी त कस्तो हो एकचोटि के जल्टिङ लिएको त धुवा फाल्छ ब्रदरको चलाइ त्यस्तो छ अनि लिइहाल्नु पर्यो नि मैले हैन चलाएको ऊ त ट्रक Marked a vehicle. अब यो ट्रक लिएर हिँड्नु पर्छ अब मोन्स्टर ट्रक छैन त गाडी त्यहाँ त्यस्तो मोन्स्टर चलाउनलाई अन्त झारिदिइहाल्छ नि पछि बस्नलाई त फेरि साथी अगाडि बस्नेलाई सेभ हो खै गोल लाउँछ कि लाउन चेक गरौँ है I got supplies. लेट्स गिभ मी आई एम अ ड्राइभर लेभल 3 छ नि यहाँ आऊ Come on, साथी, come on, fast. I got supplies. सबै छ अब साथीलाई धार दिन्छ है पछाडि बसेकोलाई धार दिन्छ है अब होइन आक्रमण हुन सक्छ हामी माथि
यहाँ घर त सबै खाली गाडी कुदायो भने त कहिले मर्छ होइन होइन त्यहाँ यसो घुमाएर हेर्दाखेरि मैले अगाडि देखेँ म ड्राइभर त फेरि राम्रै हो नि ब्रो स्कुलतिर गइदिउँ न यार स्कुल ल ल ल भनिहाल्यो स्कुल त फेरि रिस्की छ नि स्कुल त रिस्की छ नि स्कुल जोड त भनिहाल्यो ल गइदिउँ केही हुन्न रेड जोनले त गाडी चेन्ज गर्न नि बरु गाडी चेन्ज गर्न स्कुल यता होइन नि साथी यार को गाडी चलाउने स्कुल त यता होइन नि त होइन होइन मैले देखेको थिएँ कि साथी मैले देखेको थिएँ कि मैले यहाँ रोटेसन लिनलाई हो क्या ब्रदर झ्याप्पै जान त भन नि यहाँ गाडी छ नि त Location. झ्याप्पै छिर्न भन नि त कुरो बुझौँ न हौ कुरो बुझौँ ए यार म त मर्छु जस्तो छ म त गाडीमै मर्छु जस्तो छ साथी न मलाई झन्डैले छोडेर हिँडेको थियो ओहो होइन होइन स्टन्ड झुकेर हो सेकेन्ड 25 सेकेन्डमा अब 20 अब हाँसी मजाक होइन हाँसी मजाक नगरी चलाउँछु अब त राम्रोसित डाँडामा रोक है डाँडामा रोक त्यो स्कुल नछिरो ओके ओके ओए यो गाडी त कन्ट्रोलै नहुँदो रहेछ कि यता यता दादा मेता कि नजाऊ स्कुल के काम अब स्कुल काम छैन गभर्मेन्ट पेटी छ यहाँ पेटी यहाँ रहेछ इनिमी हान न यार केटाहरू इनिमी नदेख्छ ल मलाई त थाहा अब केटाहरू मैले देखेँ अब देखेर के गर्ने भाग्नु पर्ने भइसक्यो गाडी केटा के गर्ने के केटाहरूले इनिमी देखे होइन इनिमी कहाँ छ भनेर अचम्म देखेको छैन म त पक्कै देखिहाल्यो इनिमी तिमीहरूकै पछाडि छ इनिमी ए गाडी त खत्रै मान्छे चलाउँदो रहेछ उ त्यो गाडी छ नि गाडीको उता छ इनिमी एउटा इनिमी नदेखिदिने एउटा गयो दामी अघि नि यही कभर फाइट दिएको भए राम्रो हुन्थ्यो इनिमी देखेन 3 नम्बर सिधा साथी पनि त्यस्तै रहेछ यो गाडी चलाउनु दिन्न उसलाई चलाउनु दिएछ सिक्थ्यो अन्त तपाईँ केटाहरू रोकेर मात्र धरेर मात्र हो नत्र म त हिँडिदिन लाग्थेँ केही छैन अब डिएसपी सरलाई दिने चलाउन मिठो हानौँ त गाइज बुस्ट लिङ्क के अरे आइडी अलिकति गरौँ भने क्या घटे भयो यार केमा डोमिनेटरमा कि केमा छिर्ने बेला भयो कि मेरो त्यही भएर हो कि के मेरो बन्डल त डाउनलोडै हुन्न त यार के हो केटाहरू सब हान्दिम ब्रदर किन हो र वेट गर्ने कसलाई कुरेको होइन म त रेडी हो ए सरी ल आज बेलुका धमाका हान्न पर्छ झन् कति बजे आउनुहुन्छ बेलुका बेलुका कति बज्यो डिएसपी सर
रक्सी खाएर माथेपछि हो रक्सी खाएर कतिखेर घर पुग्छ त्यतिखेर हान्ने हो पाकिस्तानी आएछ सरकारले सरकार अब 8 बजे घर पुग्यो भने 8 बजे हान्ने हो 9 बजे पुग्यो भने 9 बजे हान्ने हो कमला रमौला भाग्यमा छ भने हरू जस्तै सुख ओहो अनि तपाईँहरूले भोट चाहिँ कसलाई हाल्यो अहिलेको पालि भोट हाल्यो कि हालेन तपाईँहरूले ब्रदरहरू ए नेपाल भोइस अफ म नेपाललाई सुत- भोट भयो र भोइस अफ नेपाललाई भोट के के हो भयो र भएन होला